हामी यति बेला अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर 2 मा अवस्थित हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज सञ्चालन हुन गइरहेको छ र यसै बिचमा छात्राहरूका लागि जर्सी वितरण कार्यक्रम छ। यता सिकेन्द्र सर हुनुहुन्छ, अब वितरण हुँदैछ। ल एक नम्बर ल ताली बजाइदिनु पर्यो ल। यतापट्टि हाम्रो विद्यार्थी बहिनीहरू 2 नम्बर जर्सीको लागि आइसमा यसरी रमाइलो हुँदैछ है। 3 नम्बरमा 4 नम्बर कति वस्तुमा पाउनुहुन्छ? दुईटा हातले राकेश सर 6 नम्बरमा राकेश सर ए सम्झना विद्या ल ल ल 7 नम्बर लकी नम्बर 7 ल हाम्रो लेडिज 8 नम्बर एकदम पावर हिटर हुनुहुन्छ सम्झना अधिकारी ज्यू। गुड स्पाइकर त्यसपछि आयो 9 ल सुशीला लकी नम्बर 9 त्यसपछि मनसा 11 नम्बर मनिषा ल सबैले पाइयो। मनसा 11 नम्बर हेलो हेलो जर्सी वितरण कार्यक्रम भइएको छ। खेलकुद शिक्षकहरू यहाँ बस्छौँ। राकेश सर, सदीप सर, सिकन्दर सर खेलकुद संयोजक हुनुहुन्छ। काका हुनुहुन्छ, निरञ्जन सर गुड लक, हार्दिक शुभकामना है त। 8औं राष्ट्रपति रनिङ सिल्डको पहिलो दिन हरिहरको टिम जाँदैछ। हार्दिक शुभकामना व्यक्त गर्छु। ओ परम सर पनि आउनु आएको ल ल गाइस डिफेन्डिङ च्याम्पियन हरिहर जाँदैछ। शुभकामना व्यक्त गर्छु। सर हुनुहुन्छ, हामी पनि यता पछाडिबाट जाँदैछौँ। साथमा निरञ्जन सर हुनुहुन्छ, हाम्रो बाइक राइडर एकदम नयाँ बिचवाला बाटोमा सर लागिरहेका छौँ। धुलो छैन, केही छैन, निकै रमाइलो छ तर धुवा छ अलिअलि। तर के छ सर तपाईँको अपेक्षा के छ, कस्तो छ, के छ, के हुन्छ? फेरि राष्ट्रपति रनिङ सिल्डको त्यो सिल्डलाई उचालेर पुनः हरिहर माध्यमिक लक्ष्यका साथ अगाडि बढेका छौँ। गत वर्ष पनि हामी रनिङ सिल्ड विजेता हो। त्यसकारणले पनि अहिले हाम्रो राम्रै हुन्छ भन्ने अपेक्षा छ। विद्यार्थीहरूको साथमा हामी गाउँपालिका रनिङ सिल्ड प्रतियोगिता जाँदैछौँ। अगाडि संयोजक भइसक्नु भएको छ र हामी साथमा विद्यार्थीहरू सँगसँगै सरहरू पनि गाडीमा पनि हुनुहुन्छ, हामी बाइकमा पनि छौँ। गइसक्नु भएको छ। हामी त्यो अहिलेको राष्ट्रपति रनिङ सिल्ड चाहिँ हाम्रै पोल्टोमा पार्ने गरी त्यो जोस, त्यो जाँगर सहित हामी हिँडिरहेका छौँ सर। ल ठिक छ, एकदम विद्यार्थीहरू पनि त्यसै गरी मिहिनेत गरिरहेका छन्। विद्यार्थीहरूको मेहनत, सरहरूको सरसल्लाह र निर्देशन देखाइले चाहिँ हाम्रो हरिहरले अहिले पनि पक्कै रनिङ सिल्डको सिल्ड चाहिँ हाम्रै घरमा नै यथावत राख्नेछ भन्दै शुभकामनाका फुलका गुच्छाहरू साथै हामी पाणिनी गाउँपालिकाको तल राष्ट्रपति रनिङ सिल्डको प्रतियोगिताको लागि हामी जाँदैछौँ। र दर्शकहरू यति बेला हामी हटिया बजार पुगिसकेका छौँ। यो
दुर्गाफाँटदेखि हटिया बजार हुँदै पोखराचोकसम्मको यो बाटो चाहिँ पिच भइसकेको छ र यहाँको यात्रा विगत 3-4 वर्ष निकै कष्टकर भए पनि अहिले केही समयको अन्तरालपछि यहाँको यात्रा पनि निकै आनन्ददायक रमाइलो भइरहेको हामी देख्न सक्छौँ। कालोपत्रे भएको छ, 2वटा साइडहरू लेनहरू बनिसकेको छ। यहाँनिर कालोपत्रे बाटोमा विद्यार्थीहरू चाहिँ जान पाउँदा हामी निकै खुसी पनि छौँ। देश चुनावमय भइसकेको छ, निर्वाचन पनि मुखमा धेरै राम्रो। अहिले यो बाटो यस्तो निकै राम्रो आकर्षक भएको छ, निकै रोमाञ्चक छ यहाँको यात्रा गर्दाखेरि। बाटो चाहिँ अलिकति विकास भइसकेपछि पिच भइसकेपछि चाहिँ विकासको क्रममा चाहिँ गाउँ अगाडि बढिरहेको छ भन्ने चाहिँ धेरै फरक चाहिँ पार्दो रहेछ होइन सर? धेरै फरक पारेको छ यो बाटो। अनि फेरि यहाँको शिक्षा, यहाँको स्वास्थ्य बिस्तारै परिवर्तन हुँदैछ। पाणेनी गाउँपालिकामा 1500 बराबरको हस्पिटल पनि बनिसकेको छ। अब केही समयमा सेवा सञ्चालन हुने पनि जानकारी आएको छ। यसै गरी गाउँपाखा बस्तीहरूमा पनि यसरी कालोपत्रे भइरहेको छ। यसरी यात्रा निकै सहज भएको छ। यो बर्खायाममा विगत 4-5 वर्ष पहिला कष्टकर यात्रा गाडीहरू बसेर अहिले चाहिँ यहाँको यात्रा एकदमै राम्रो रमाइलो राम्रो भइरहेको छ। ल ठिक छ। यति बेला हामी चाहिँ प्रत्यक्ष लाइभमा जोडिएका छौँ दुर्गाफाँट जाने क्रममा। अब नयाँ बाटोको आनन्दमय यात्रासँगै सजिलोपन पनि लागिरहेको छ। यति बेला हाम्रो राइडर हुनुहुन्छ निरञ्जन रसाली सर, विद्यार्थीको साथमा छौँ। बाइक पनि फन्काइरहनु भएको छ यहाँले। हिमल भन्दा नि लायो के रे मोहनी क्यारम मोहनी यता बाइकमा पनि हामी 2 भाइ, उता पनि गाडी जिपको सिसामा पनि हामी 2 भाइ। यहाँबाट हामी सिन देख्न सक्नुहुन्छ। रमाइलो सिन, डाँडा पाखा हरियाली, डाँडा पाखा के राख्दैछु नि बाटो हालिदिनु। लागेको छैन, एकदम ठिक छ, तर घाम चाहिँ लागेको छैन। यसमा चाहिँ अलिकति दुविधा छ। रमाइलो चाहिँ हल्का कम छ, रमाइलो चाहिँ उठ्ती नै छ।
रमाइलो हुँदोमै छ हजुर रमाइलो के छ रमाइलो के छ त्यो तलदेखि चाहिँ हेलो 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 कता कता यता यता जात्रा गर्छ त्यो होइन मैले कता 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 यता यता कता कता यता यता यो कति हो राष्ट्रपति रनिङ सिल हो सर 8औं 8औं ल देख्न सक्छौँ तल मान्छेहरू विभिन्न स्कुलबाट आइसक्नु भएको छ विद्यार्थी र सरहरू गाउँपालिकाका देख्न सक्छौँ 16वटा माध्यमिक विद्यालयबाट आज खाम्सा घम्सी चल्दैछ रनिङ खेलको यतिबेला कति विद्यालयबाट भन्नुभयो सर पाणिनी गाउँपालिकाका 16वटा माध्यमिक विद्यालयबाट आज राष्ट्रपति रनिङ सिल प्रतियोगिताको लागि उपस्थिति हुने कुरा जानकारी गराउँदछु साथमा प्रस्तुता निरञ्जन रोसाली यो चाहिँ पाणिनी गाउँपालिका वडा नम्बर 3 किरिम दुर्वासेश्वरमा अवस्थित यो खेल मैदान हो यति बेला हामी यो पाणिनी गाउँपालिका वडा नम्बर 3 खिरिम स्थित खेल मैदानमा छौँ राष्ट्रपति रनिङ सिल प्रतियोगिता 2082 सञ्चालन हुने क्रममा छ यति बेला पाणिनी गाउँपालिका स्थित 16वटा माध्यमिक विद्यालयका खेलाडीहरू बिचमा घम्सी राष्ट्रपति रनिङ सिल हुने कुरा पनि म जानकारी गराउँदछु यति बेला तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर यो लमजङको लागि हो लङ जम्प हाई जम्प सर्टपुट ज्याभलिङ थ्रो भलिबल लगायत विभिन्न खेलहरू हुने जानकारी गराउँदछु यसरी सुदीप सर हजुर हजुर नमस्कार नमस्कार वार्मअप चलिरहेको छ यति बेला चाहिँ होइन एकदमै पक्कै पनि वार्मअप चलिरहेको छ विद्यार्थीहरू भलिबलमा दामी 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 यहाँ नबस है यो साइडमा यहाँ चिम नबस उताबाट आउँदाखेरि अलिक बढी हुन्छ अलि पछाडि बस्नुपर्छ होइन अलि पछि बस अलि थोरै अलिकति पछि बस यहाँनिर हो धेरै नै यहाँ अलि पछाडि बस है नमस्ते नमस्ते के छ ठिक छ बढिया उठ उठ लाइभ
अगाडि खिच्छ नि भाइ मलाई भ्याले यार उही परबाट लास्टमा कमाल भ्याउँछ क्या अहिले अन्त म जस्तै हो त गइरहेको छ। यसै गरी आजको यस पहिलो खेलको पहिलो सेट प्रमुख रेफ्री भानु प्रसाद गौतम हुनुहुन्छ। यसै गरी सहायक रेफ्रीमा तुलसीरामजी हुनुहुन्छ। यसै गरी लाइन्सम्यानमा विद्यार्थी बहिनीहरू रहेका छन्। यसै गरी स्कोर बोर्डमा स्वयं म बसिरहेको छु। आजको यस पहिलो खेलको पहिलो सेट पूर्ण रूपमा सञ्चालन हुन लागिरहेको छ। ल राधा यसपछिको खेल देवी प्रभा महावीर र सिद्ध महावीर बीच हुन गइरहेको हुँदा तयारी अवस्थामा रहनका लागि ड्याम पार्ने छात्र विद्यार्थीलाई म यहाँबाट अनुरोध गर्न